जोजलपा नमस्ते। आजको कार्यक्रममा हामी एकजना स्वास्थ्य कर्मीलाई प्रस्तुत गर्ने जमर्को गरिरहेका छौँ। उहाँ हुनुहुन्छ डाक्टर जितेन्द्र श्रेष्ठ, कोभिड आइसोलेसनका संयोजक पनि हुनुहुन्छ। राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका कोभिड आइसोलेसनका संयोजक पनि हुनुहुन्छ। आज हामी उहाँलाई कार्यक्रममा स्वागत गर्न चाहन्छौँ। डाक्टर साहब, नेवा एफएमको यो समय सन्दर्भमा हामी यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। धन्यवाद। खास गरी आजको समय सन्दर्भमा म कोरोना सम्बन्धीकै गतिविधिहरू, यसमा परेका अहिले देखा परेका समस्याहरू र अहिले जुन अब भयावह रूप लिने अवस्था भएको छ, यसको बारेमा अलिकति सोध्न चाहन्छु। अहिले आयुर्वेद पद्धतिबाट हाम्रो पनि कोभिडको उपचार हुने सुनेको छु मैले। यो कसरी सम्भव छ हजुर, अलिकति बताइदिनुहोस् न। अब आयुर्वेदबाट जुन चिकित्सा हामी गरिरहेका छौँ, यसमा चाहिँ के छ भने जुन कोभिड जुन सङ्क्रमित बिरामीहरू जुन बसिराख्नु भएको छ, उहाँहरूलाई हामीले आयुर्वेदको अब कोभिडकै औषधि भनेर त हामी भनेका छैनौँ। तर के छ भने जुन हाम्रो शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधिहरू जुन अलरेडी तपाईँको जुन हाम्रो चरक संहिता, सुश्रुत संहिता या हाम्रो जुन शास्त्रीय बुकहरूमा अलरेडी नै रिकगनाइज भइसकेको छ। त्यस्ता औषधिहरूको जुन समिश्रण गरेर जुन यस केन्द्रमा आयुर्वेद विज्ञ राष्ट्रहरूबाट जुन पटक छलफल गरिसकेपछि अनि हामीले खास त्यो औषधिको निर्माण गरेका हौँ। र यसको अलिकति पृष्ठभूमिमा भन्नु पर्दाखेरि जुन नेपालमा जुन सबैभन्दा पहिलो एकचोटि जुन यो कोरोनाको सङ्क्रमितबाट एकजना भएको थियो सबैभन्दा पहिला। अनि उहाँ महिला चाहिँ यो शिक्षण अस्पताल महाराजगञ्जबाट उहाँ डिस्चार्ज भएर जानुभएको थियो। र उहाँको मृत्यु भने धुलिखेल अस्पतालमा भएको थियो। र त्यसपछि कन्ट्याक्ट ट्रेसिङको हिसाबले हेर्दाखेरि अनि टिचिङ हस्पिटलका पनि जुन त्यहाँका जुन डाक्टर साहबहरू होस् या तपाईँको त्यहाँ रहेका बिरामीहरू अरू पनि तपाईँका यी सस्पेक्टेड केस रहेको हुँदाखेरि त्यहाँबाट खास हाम्रो यो राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरमा अनि जेठ 3 गते शनिबारको दिन त्यहाँबाट करिब त्यहाँ न्युरो प्लस इएनटी डिपार्टमेन्टका जुन सम्भावित सङ्क्रमित भनेर जुन 14 जना बिरामी ल्याएर यहाँ राखिएको थियो खास, होइन। र त्यसपछि त्यसरी अब विश्व परिवेशमा पनि यो कोभिड पोजिटिभको जुन सङ्क्रमित बढिरहेको अवस्थाले भोलि नेपालमा पनि बढ्दै जाने र पछि पर्यो भने हाम्रो यस अस्पतालमा पनि त्यस्ता खालका बिरामीहरू राख्नुपर्ने हुनसक्छ। यदि आयो भने हामीले कसरी तिनीको चिकित्सा गर्ने, कसरी उपचार गर्ने, हाम्रो अफिस कसरी सञ्चालन गर्ने भन्ने कुरामा अब यस केन्द्रका कार्यकारी निर्देशक डाक्टर रामाधर यादवजीको निर्देशनमा अनि यो करिब हामी यस आयुर्वेद अनुसन्धान तालिम केन्द्र भएको हुँदाखेरि यो आफूले पनि अनुसन्धान गर्ने गराउने साथै तालिम दिने र आफ्नो यसको आफ्नै पनि अस्पताल छ अनुसन्धानको पाटोमा। अनि त्यो हिसाबले चाहिँ त्यो अस्पताल भएको हुँदाखेरि त्यो अस्पतालको 20 बेडको लागि हामी तयारी गरिरहेका थियौँ। र त्यही गर्ने क्रममा चाहिँ जुन आयुर्वेदका जुन इम्युनिटी बढाउने औषधिहरू, आयुर्वेदका कस्ता औषधिहरू दिन सकिन्छ, जुन औषधिले यस कोरोनालाई कसरी पोजिटिभ रूपमा तपाईँको जुन त्यसलाई चाहिँ लक्ष्यलाई मारेर कसरी निको गर्न सहज गर्छ भन्ने कुरामा पटक छलफल गरेर हामीले खास औषधि तयार गरेका थियौँ। अनि त्यसैको नतिजा फलस्वरूप अब साथै जुन अब असार 25 गते चाहिँ अब नेपाल सरकार स्वास्थ्य मन्त्रालयले हामीलाई जुन एउटा ठुलो विश्वास र भरोसाका साथ जुन यहाँ कोरोनाका पोजिटिभ बिरामीहरू राख्नलाई तपाईँको एउटा जिम्मेवारी दिनुभयो। र असार 25 गते जुन 10 जना महिला 10 जना पुरुष यहाँ आउनुभयो, 20 जना आउनुभयो र उहाँहरूलाई हामीले त्यो औषधिहरू खुवाउन पायौँ। र औषधि खुवाइसकेपछि जुन 7 दिनको अवस्थामा हेर्दाखेरि उहाँहरूको चाहिँ 4 महिना 1 गते जुन 20 जनाको हेर्दाखेरि 20 जनाको नेगेटिभ देखियो। अनि त्यो हिसाबले गर्दाखेरि अनि हामीलाई अझ एउटा आत्मबल पनि बढ्यो। त्यसपछि फेरि त्यसको केही दिन हप्ता ग्याप भएर फेरि श्रावण 15 गतेबाट कन्टिन्यू आउँदै अब आजको दिनसम्म करिब 684 जना बिरामी यहाँ भर्ना भइसकेका छन् भने त्यसमध्ये 517 जना चाहिँ तपाईँको निको भएर गइसक्नु भएको, होइन। भने अहिले आजको दिनमा पनि 147 जना जति यहाँ बिरामी हुनुहुन्छ। हजुर, यो एकदमै राम्रो कुरा यहाँले सुनाइदिनु भयो। यो कोरोना पोजिटिभ देखिएकाहरूलाई हाम्रो एलोप्याथिक भनौँ न, यो आयुर्वेदिक भनौँ न, आयुर्वेदिकको पुरानो पद्धतिबाट अब त्यो जडीबुटीहरू यस्तो औषधिहरूले पनि एन्टिबडी वृद्धि भएर उहाँहरूको
नेगेटिभ देखियो भनेपछि धेरै गर्वको कुरा हो। आयुर्वेदिक औषधिको पनि धेरै राम्रो छ। अनि यसमा चाहिँ अब अहिले भनौँ न, अब हजुर चाहिँ अब यो कोभिड आइसोलेसनको संयोजक पनि भएको नाताले यो कोभिड देखिसकेपछि यो हाम्रो डिभिजन चाहिँ सुरु भएको कि त्योभन्दा पहिले व्यवस्था गरिएको थियो हजुर? यो कुनै औषधि हजुर होइन, कोभिड आइसोलेसन भनेर। होइन, कोभिड आइसोलेसन त यो तपाईँको नेपाल सरकारले नै करिब तपाईँको यो असार 25 भन्दा अगाडि नै तपाईँको घोषणा गरिसकेको थियो। त्यसमा हाम्रो यस केन्द्रलाई चाहिँ लेभल 1 को भनेर जुन नेपाल सरकारले विभिन्न अस्पतालहरूलाई जुन तोक्दाखेरि हाम्रो अस्पताल पनि लेभल 1 को भनेर तोकिसक्नु भएको थियो। हजुर हजुर, पक्कै पनि यो अब आयुर्वेदिक पद्धतिबाट यहाँले उपचार गर्दाखेरि यो प्रतिरोधात्मक क्षमता बढाउने जुन दबाईहरू दिनु चाहिँ अहिले डक्टरी औषधि ननिस्केको अवस्थामा यो औषधि पक्का पनि हाम्रा श्रोताहरू, रोगीहरू, सङ्क्रमितहरूलाई एकदमै लाभदायक हुनेछ भन्ने हामीले आशा गरेका छौँ। अब यसमा चाहिँ अब गभर्मेन्टले योभन्दा बाहेक अरू के कामहरू पनि गरेका छ यो कोभिडहरूको लागि? अब गभर्मेन्टले गर्दा अब यो हाम्रो यो संस्था पनि यो नेपाल सरकारकै हो होइन हजुर। त्यसले गर्दाखेरि यहाँ तपाईँका जुन जति पनि जस्तै अघि मैले भने जुन 684 जना आजको दिनसम्म जुन भर्ना भइसकेको छ भने उहाँहरूलाई जुन तपाईँको भर्ना गराउनको लागि यदि तपाईँको कसैलाई त्यस्तो कोभिड पोजिटिभ भएको त्यस्तो जुन तपाईँको जब डायग्नोसिस भइसक्छ भने अनि हाम्रो स्वास्थ्य सेवा विभाग जुन टेको छ त्यहाँ चाहिँ तपाईँको जुन इडिसिडी भन्ने एउटा डिपार्टमेन्ट छ, त्यहाँ तपाईँको अब डाक्टर त्यहाँ नगराज सर हुनुहुन्छ, अनि अर्को हाम्रो लीला थापा सर हुनुहुन्छ, या तपाईँको शेख अब्दुल सरहरू हुनुहुन्छ। उहाँहरूले त्यहाँ तपाईँको जुन त्यो पोजिटिभ भएको कुरा जुन खबर त्यहाँ पुग्छ भने त्यसपछि उहाँहरूले हामीलाई चाहिँ सम्बोधन गरेर त्यस्तो खालको बिरामी जसको चाहिँ तपाईँको जुन माइल्ड अथवा तपाईँ सिम्टोमेटिक भएको मात्रै केस चाहिँ यहाँ चाहिँ उहाँहरूले चाहिँ पठाउने गर्नुहुन्छ। अनि हामीले उहाँहरूलाई यहाँ राखेछौँ भने उहाँहरू आइसके पश्चात हामीले तपाईँको जुन बिरामीबाट हामी 1 रुपियाँ पनि हामी लिँदैनौँ, किनभने यो एकदमै निःशुल्क हो र नेपाल सरकारले जुन दिने एउटा रकम एउटा छुट्टै रूपमा सधैँ छ भने हामी बिरामीहरूसँग कुनै पनि पैसा हामी लिँदैनौँ। र उहाँहरू आइसकेपछि हामीले बिरामीहरूलाई तपाईँको सुरुमा आएपछि हामी अब एम्बुलेन्स थ्रुबाट आउँछ, प्रायः 102 अहिले कोभिडमा अहिले चलिरहेको त्यही नै छ होइन। 102बाट तपाईँको एम्बुलेन्सको जुन सेवाबाट निःशुल्क सेवा हो त्यो पनि। अनि बिरामी हामी उहाँहरूलाई हामीले एडमिट गर्छौँ। एडमिट गर्ने बेलामा उहाँहरूलाई तपाईँको एउटा बेडसिट, अनि तपाईँको जुन पिलो कभर, अनि तपाईँको एउटा ब्रस, अनि एउटा गिलास, अनि तपाईँको मन्जन, एउटा लुगा धुने साबुन, नुहाउने साबुन होइन, र त्यसका लगायत चाहिँ तपाईँको अनि थर्मोमिटर, डिजिटल थर्मोमिटर हरेकलाई दिन्छौँ भने करिब 7 जना या 5 देखि 7 जनालाई पुग्ने हिसाबले हामीले उहाँहरूलाई इलेक्ट्रिक जगको पनि व्यवस्था गरेका छौँ, जुन तातो पानी पटक बेला लिइराख्नु पर्ने हुँदाखेरि तपाईँको इलेक्ट्रिक जगको पनि हामीले व्यवस्था गर्छौँ। र त्यसपछि बाँकी रहेको अरू भनेको चाहिँ अब डिजिटल थर्मोमिटर पनि हामी चाहिँ 700 जनालाई पुग्ने गरेर डिजिटल थर्मोमिटर पनि हामीले उहाँहरूलाई दिएको कालले गर्दा भोलि केही समस्या पऱ्यो भने आफ्नो बोक्न पनि कोर्डिनेसन गर्न सकोस् भन्ने हिसाबले त्यो खालको सेवा दिन्छौँ भने बाँकी रहेको उहाँहरूलाई बिहान 7 बजे, अनि 10 बजे, अनि 2 बजे र फेरि तपाईँको 7 बजे गरेर उहाँहरूलाई हामीले खानाको हामीले जुन हाम्रो नेपाल सरकारको टेन्डर अनुसार नै परेर पारेर त्यो हिसाबले चाहिँ तपाईँको उहाँहरूलाई हामीले त्यो खाजाको व्यवस्था गरेका छौँ। हजुर, यो चाहिँ सबै हाम्रो नेपाल सरकारकै तर्फबाट होइन त यो खर्च जम्मै? हजुर, एकदमै सबै यो नेपाल सरकारकैबाट हो। अब यसमा अहिले हामीलाई यो किनभने जहाँ हामीलाई सुरुमा त हामी 20 वटाको लागि मात्र तयारी थियौँ भने बाँकी रहेको चाहिँ अब यो देशमा बढ्दै गएको अवस्थामा फेरि हामीलाई चाहिँ फेरि अझ थप पनि यहाँ राख्नुपर्ने भनेर हामीलाई जुन उहाँहरूले भनिसकेपछि त्यसपछि हामीले अगाडि पारिपट्टिको जुन हाम्रो यस तालिम केन्द्रको कीर्तिपुर अवस्थित तालिम केन्द्रको जस्ट अपोजिटमा जुन आयुर्वेद चिकित्सा शास्त्र अध्ययन संस्थानको एउटा बिल्डिङ छ, त्यो भवनमा चाहिँ हामीले करिब 185 जना भनेपछि 165 जनाको बेड क्षमता राखेर हामीले त्यहाँ तयार गऱ्यौँ। र त्यहाँ चाहिँ वास्तवमा अलिकति तपाईँको केही तपाईँको के बाथरुमको समस्या थियो, पानीको समस्या थियो, अनि हामीलाई फोहोर व्यवस्थापनको समस्या थियो भने पछि हामीले मन्त्रालयमै सम्मेलन गरिसकेपछि डाक्टर माधव बन्सल सर हुनुहुन्छ, उहाँले कोअर्डिनेसन गरेपछि जुन युनिसेफको एउटा इन्फो भन्ने संस्था रहेछ, त्यो संस्थाले आएर नै हाम्रो चाहिँ तपाईँको यहाँ चाहिँ हरेक तपाईँको फ्ल्याटमा उहाँहरूले बाथरुम पनि बनाइदिनु भयो, टोयलेट पनि बनाइदिनु भयो,
फोहोर राख्ने व्यवस्थापन गरिदिनु भयो र बाहिरतिरको सेनिटाइज गर्ने हरेक कुरामा सहयोग गर्यो भने बाहिरतिरको अब हाम्रो एपिएफको टोलीले पनि करिब बिहान करिब 5 बजेबाट मलाई लाग्छ बेलुका 10 बजेसम्म उहाँहरूको 2टा तलको टलो गरेर बाहिर सुरक्षाको पनि उहाँहरूले एउटा बाहिरबाट सुरक्षा हिसाबले राखिदिनुहुन्छ भने अब कीर्तिपुर नगरपालिका लगायत विशेष गरेर काठमाडौँ महानगरपालिकाले पनि हामीलाई करिब तपाईँको दैनिक तपाईँको 7,000 लिटरको पानीको हिसाबले पनि उहाँहरूले सहयोग गरिराख्नु भएको छ। यसको लागि म उहाँहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। यो पानीको व्यवस्था चाहिँ कीर्तिपुर नगरपालिकाको मार्फत भइरहेको छ। हजुर, कीर्तिपुर नगरपालिका साथै अनि कीर्तिपुर काठमाडौँ महानगरपालिकाद्वारा यो अहिले भइरहेको छ। किन बिचमा हामीलाई अलिक गाह्रो नै भएको थियो, किनभने हरेक दिन तपाईँ करिब करिब 16 देखि अब 22 लिटरसम्म 22,000 लिटरसम्म हाम्रो खपत हुन्थ्यो। त्यसले गर्दाखेरि अब हामीलाई गाह्रो भयो हुँदाखेरि पछि हामीले त्यसरी नै पत्रचार गऱ्यौँ। डाक्टरबाट अगाडि हामी कुरा अगाडि बढाइसकेपछि अहिले काठमाडौँ महानगरपालिकाबाट दैनिक 7,000 लिटर चाहिँ पानीको उहाँले व्यवस्था गरिराख्नु भएको छ। हजुर, धेरै राम्रो। अनि डाक्टर साहब अहिले भनौँ न अहिले समाजमै फैलिसकेको स्थिति देखा परिसकेको छ काठमाडौँमा पनि। अब नेपाल अधिराज्यभरै दिनका दिन अब आजको मात्रै तथ्याङ्क हेर्ने भयो भने 1,300 जनामा सङ्क्रमित देखिएको छ। यसरी सङ्क्रमितहरूको सङ्ख्या बढ्दै जाँदाखेरि अब हामीले अहिले तयारी गरेको व्यवस्था गरिएको तपाईँहरूको 185 बेडहरूले मात्रै नपुग्ला है? अब त्यसमा केही व्यवस्था केही अगाडिको प्रिकसनहरू केही लिनु भएको छ? अहिले यस्तो छ, अब यो हामीलाई जुन मैले भने सुरुमा हामी चाहिँ एकजनाको लागि मात्र हामी सुरुवाती रूपमा तयारी थियो। जम्मा हामी वास्तवमा हामीसँग जम्मा 12-13 जनाको हामी जनशक्ति र थोरै समयका बावजुद पनि हामीले त्यो सबै म्यानेज गरेका थियौँ। र पछिल्लो अवस्थामा जुन हाम्रा स्टाफहरू अहिले प्रशस्त रूपमा जुन हाम्रो तपाईँ भक्तपुर तपाईँको जुन मानव प्रत्यारोप केन्द्रबाट पनि त्यहाँबाट नर्सहरू खटाइदिनु भयो, 15 जना नर्सहरू लगायत हामी सबै भएर हामीले काम त जसोतसो गरेकै छौँ। तर अहिले वास्तवमा भने जस्तो यहाँले भने जस्तै वास्तवमा अहिले काठमाडौँमा पनि दिनानुदिन बढ्दै गइरहेको छ। त्यसले गर्दाखेरि मलाई लाग्छ यो काठमाडौँ जुन यस क्षेत्रमा पनि करिब करिब मलाई लाग्छ 16-17 जति आइसोलेसन सेन्टरहरू अलरेडी यो तपाईँको तयार भइसकेको छ भने अब हामीको क्यापेसिटी भनेको लगभग त्यही बढीमा 220सम्म हामीले हेरेका थियौँ अलि अगाडि। पछि गएर अहिले 185 बेडको तयारी गरेका हौ। अब पछि पनि सरकारलाई यो आवश्यक भयो भने यसको लागि तयारी त उहाँहरूले सम्बन्धित मन्त्रालय सम्बन्धित विभागबाट अगाडि बढिराखेको छ। हजुर, अब यो सङ्क्रमितहरूको सङ्ख्या बढ्ने क्रममा अब भनौँ न अब काठमाडौँका मेयरज्यूलाई पनि लाग्यो, अब नागार्जुनका मेयरज्यूहरू पनि यो सङ्क्रमित हुनुभयो। यस्तो अवस्थामा अहिले स्वास्थ्यकर्मीहरू फ्रन्ट लाइनमा हुनुहुन्छ, उहाँहरूलाई पनि यस्तो किसिमको रोग सर्न सक्छ भन्ने सम्भावना हुँदाहुँदै तपाईँहरूले त्यसको लागि के विधिहरू अपनाउनु भएको छ आफ्नो सेफ्टीको लागि? हाम्रो सेफ्टीको लागि चाहिँ अब जुन तपाईँको गभर्मेन्टको जुन रुल अनुसार जुन तपाईँको पिपी भन्छ, हामी त्यो पिपी लगाएर नै तपाईँको हामी यहाँ काम सुचारू रूपमा गरिराखेका छौँ। यसमा पनि तपाईँको पहिलो चाहिँ तपाईँको जस्तै अब येल्लो जोन, अनि त्यसपछि ग्रिन जोन अनि रेड जोन भन्ने हुन्छ। यसमा विभिन्न चरण। अब त्यो बिरामीसँग हामी चिकित्सक हौँ र हामी लगायतका जुन स्टाफ नर्सहरू हुनुहुन्छ, तपाईँको जुन काम गर्नेदेखि लिएर सरसफाइदेखि लिएर तपाईँको कार्यालय सहयोगीहरू हाम्रो साथीहरू हुनुहुन्छ। त्यसरी पनि तपाईँको आवश्यक पऱ्यो भने बत्ती बिजुली बनाउनलाई हामीसँग अब त्यही किसिमको व्यवस्था छ भने पानीको लागि पनि सबैजना हामीसँग साथीहरू हुनुहुन्छ। भने त्यस्तो छ, हामी सबै तयारी अवस्थामा छ, स्ट्यान्ड बाई अवस्थामै बसिरहेको अवस्था छ भने यदि हामी सम्बन्धित भित्रै जानु पर्यो या तपाईँको फ्रन्टलाइनमा गएर सम्बन्धित बिरामीलाई नै तपाईँको छुनु पर्यो या त्यहाँ गएर काम गर्नु परेको अवस्थामा चाहिँ हामीले जुन पिपी लगाउँछौँ र पिपी लगाइसकेपछि अनि केही किसिमले काम गरिसकेपछि फेरि आएर त्यसलाई हामी सम्बन्धित ठाउँमा फेरि त्यसलाई हामी सही तरिकाले त्यसको निर्माणीकरण गरेर गर्छौँ हामी। हजुर, धेरै अब अहिलेको स्थितिमा अलिक खतरा पनि देखिएको छ। स्वास्थ्यकर्मीहरू मेन गरी मुख्य गरी फ्रन्ट लाइनमा हुनुहुन्छ, उहाँहरूकै आशीर्वादले उहाँहरूकै सहयोगले नै यो निको हुने हो, कम हुने हो। त्यही कारण तपाईँहरू अलिक सचेत रहनुहोला। अनि अर्को एउटा कुरा पनि म डाक्टर साहबलाई सोध्न के चाहन्छु भने अब सरकारले चाहिँ अहिले यो स्वास्थ्यकर्मीहरूलाई पनि अब यो भन्न सुरक्षा भत्ता भनेर एक किसिमको उद्घोषण पनि गरेको छ र छुट्टै त्यसको बाहेक छुट्टै आफ्नो संस्थाबाट पनि केही छुट्टै भत्ता दिने पनि यो कता कता सुनिएको छ। यो विषयमा हाम्रो यो राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा चाहिँ के व्यवस्था भएको छ हजुर? अब यसमा चाहिँ तपाईँको यो जुन सरकारको नियम अनुसार जुन प्रोसेस यो अगाडि बढिरहेकै छ होइन। र यसमा जुन विगतमा हाम्रो जुन जेठ 3 गतिको कुरा गरेँ मैले, जेठ 3 गति आउँदाखेरि हामीलाई जुन रकम हामीलाई छुट्याएर दिनुभएको थियो हामी त्यही हिसाबले नै अहिले अगाडि बढिराखेका छौँ भने पछिल्लो अवस्थामा जुन अब करिब
517 जना जति डिस्चार्ज भएर गइसक्नु भएको छ होइन। त्यो हिसाबले हामीलाई पक्कै पनि यसमा हरेक काममा कर व्यवस्थापनदेखि लिएर खाना खाजा हरेक सुरक्षाको हिसाबले हामीले खर्च त गरिराखेका छौँ भने अब त्यही हिसाबले चलाइराखेका छौँ र पछिल्लो अवस्थामा अहिले जुन मन्त्रालयसँग सम्बोधन गरिसकेपछि उहाँहरूले त्यो खर्चको व्यवस्था चाहिँ गरिराख्नु भएको छ। ए हजुर डाक्टर साहब, म अब एकैछिन यो हाम्रो व्यापारिक सन्देशको लागि एकैछिन यहाँसँग छुट्टिन चाहन्छु। एकैछिन होल्ड गर्नु होला है, म फेरि जोडिन्छु यहाँसँग। हस् हस् हस्। समसामयिक विषयहरूको साथमा समय सन्दर्भ, जनस्वास्थ्य, शिक्षा तथा आम नागरिकका ताजा विषयवस्तु समेटेर तयार पारिने समय सन्दर्भ। अहिले हामीसँग सम्पर्कमा जोडिनु भएको छ राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका कोभिड आइसोलेसनका संयोजक डाक्टर जितेन्द्र श्रेष्ठ। डाक्टर साहब, म कार्यक्रममा पुनः स्वागत गर्न चाहन्छु यहाँलाई। अब म एउटा कुरा के अर्को सोध्न चाहन्छु भने अब हाम्रो यो आयुर्वेदिक पद्धतिद्वारा यो प्रतिरोधात्मक क्षमता बढाउने जुन हाम्रो लक्ष्य छ नि, अब यसमा चाहिँ अब यो हामीले घर वरिपरि नै भेटिने जडीबुटीहरू, प्राय धेरैले चिनिरहेका जडीबुटीहरू, यो बुर्जो भन्ने हामीले अहिले नाउँमा आएको छ, यस्ता किसिमको जडीबुटीहरूको प्रयोगबाट के जडीबुटी होला त्यसले गर्दाखेरि हामी प्रतिरोधात्मक क्षमता बढाउन सक्छौँ? अलिकति श्रोताहरूलाई बताइदिनुहोस् न। अब यस्तो छ, यो वास्तवमा आयुर्वेद भनेको जुन हाम्रो शरीर तपाईँको लाई आयु भन्छ भने वेद भनेको ज्ञानको भण्डार भनेपछि जुन शास्त्रको प्रयोगले, जुन शास्त्रको ज्ञानले हाम्रो शरीरलाई निरोगिता राख्ने काम गर्छ त्यसलाई आयुर्वेद भन्छ भने यो आयुर्वेद अहिले मात्र नभइकन हिजो हाम्रो परापूर्व कालदेखि नै धेरै हजारौँ वर्षदेखि नै यो प्रशस्त रूपमा प्रयोग हुँदै आइरहेको कुरा हो। त्यसले गर्दाखेरि यो आयुर्वेदको आफ्नो मूल सिद्धान्त पनि छ। यसमा सर्वप्रथम चाहिँ रोगीको रोग निर्मूल गर्नु हो भने अर्को कुरो स्वास्थ्य व्यक्तिको स्वास्थ्यको रक्षा गर्ने भन्ने कुरा आउँछ। त्यसले गर्दाखेरि अब हाम्रो नेपालमा जुन हामी नेपालीहरूले जुन हाम्रो भान्सा हरेकको हुन्छ नै, हरेक भान्सामा हामीले प्रत्यक्ष अप्रत्यक्ष रूपमा हामीले आयुर्वेदिक जडीबुटी औषधिहरू हामीले प्रयोग गरिराखेको कुरा छ। त्यसले गर्दाखेरि अब यसमा जुन यो कोरोनाको जुन केसमा हामी जस्तै म लगायत म डाक्टर अमित मान जोशी पनि हामी यसमा खट्यौँ र अहिले पनि हामी अन ड्युटीमै छौँ। अब यसमा खटिराख्दाखेरि के छ भने जुन हामी जुन 517 जना जुन बिरामीहरू छ प्रत्यक्ष अप्रत्यक्ष रूपमा हामी धेरै टचमा रह्यौँ र उहाँहरूको सबै कुराहरू बुझ्दाखेरि वास्तवमा के छ भने यो जस्तै अब मिडियाहरू भनौँ, अब जुन प्रचार प्रसार भयो, जुन तपाईँको पत्र पत्रिका हरेकमा जुन एउटा कोरोना भनेको एउटा ठुलो रोग हो, यो रोग लागिसकेपछि यसले तुरुन्त मृत्यु गर्छ या शरीरलाई तपाईँको कुनै आघात गर्छ भन्ने किसिमको एउटा ठुलो एक किसिमको एउटा मानसिक एउटा नराम्रो भनौँ एक किसिमको जसले गर्दाखेरि तनाव बढाउने यो खालको चाहिँ भइरहेको अवस्था बुझ्छु। र यसमा जुन प्रत्यक्ष हामी बिरामीसँग सम्पर्क हुँदाखेरि जस्तै त्यसै पनि आत्तिने, मन आत्तिने, अलिकति डर लागे जस्तो हुने, तपाईँको सास फेर्न गाह्रो हुने, तपाईँ कसैको तपाईँको जिब्रोमा स्वाद तपाईँको थाहा नपाउने र कसैलाई अलिक पेट दुखेर तपाईँको जुन लङ पिरियड चाहिँ तपाईँको पटक पटक जानुपर्ने यस्तो खालको शिकायत चाहिँ हामीले बढी पाएका छौँ भने अब यो केसमा चाहिँ अघि भने जस्तै जुन हाम्रै घरको, किनभने आयुर्वेद भनेकै हाम्रै घरको वरिपरि या तपाईँको हाम्रै वनपाकामा भएका जडीबुटी औषधिहरू नै हो। त्यसले गर्दाखेरि जस्तै घरमै वरिपरि जुन हाम्रो एउटा भान्सालाई हामीले एउटा मिनी फार्मेसी पनि भन्छौँ होइन। त्यसले गर्दाखेरि हाम्रै भान्सामा तपाईँको बेसार पक्कै पनि छ, तपाईँको दालचिनी भयो, तेजपत्ता भयो, सुठो, पिप्ला, मरिच, तपाईँको टिम्बोर, ल्वाङ आदि जे पाइन्छ तपाईँको यस्ता तपाईँको औषधिहरू तपाईँको केही तपाईँको अलिकति समस्या गरेर एक गिलास पानीमा पकाउने र पकाइसकेपछि तपाईँको त्यसलाई 5-10 मिनट जति पकाइसकेपछि अनि त्यसलाई छानेर तपाईँको बिहान बेलुका हामीले एक गिलास हामी बिहान साँझ तपाईँको एउटा हर्बल ट्युबको रूपमा पनि हामी प्रयोग गर्न सक्छौँ भने अझ त्यसमा अन्तिममा लिने बेलामा कागतीको रस एक थोपा पनि लिँदाखेरि अझ राम्रो गर्छ। त्यसरी नै तपाईँको यदि घरबाट जुन अब बाहिर ननिक्लिने सकेसम्म जुन अहिले पर्चा गरिराखेको जुन स्वास्थ्य तपाईँको रहनको लागि जति तपाईँको मिडियामा पर्चा गरेका कुराहरूलाई सबैलाई अवलम्बन गर्दा गर्दै तपाईँको सकेसम्म आयुर्वेदमा जुन तपाईँको ल्वाङ छ, तपाईँ घरबाट बाहिर निक्लिनु पऱ्यो भने ल्वाङ चाप्नु या तपाईँको मरिच छ, मरिच चाप्नु सक्नुहुन्छ होइन। भने अब सामान्यतया घरमा तातो पानी छ भने तातो पानीलाई तपाईँको बिहान बेलुका या 2 दिन बिराएर आवश्यकता हेरेर हामी छाता तातो पानीको बास पनि लिन सक्छौँ। यसले चाहिँ हाम्रो
अझ राम्रो गर्छ भने सामान्यतया तातो पानीमा अलिकति बेसार अलिकति तपाईँको नुन राखेर पानी पकाइसकेपछि त्यसले सामान्य तपाईँको घाँटीको खसखस भएको केही अप्ठ्यारो पर्न त्यस्तो फिलिङ केही छ भने सामान्य नुन बेसार राखेकै पानीले घाँटी हामी पटक पटक कुल्ला गर्न सक्छौँ, गार्गिल गर्न सक्छौँ। त्यसले पनि हामीलाई सहज राख्छ भने अब बाँकी रहेको चाहिँ अघि भन्नुभयो घरको वरिपरि पाइन्छ भने किनभने हामी हिन्दू धर्म मान्ने होइन, त्यसले गर्दाखेरि पक्कै पनि घरको अगाडिपट्टि तुलसी छँदैछ। त्यसले गर्दाखेरि तुलसीको पात पनि एकदमै राम्रो गर्छ। इभन तपाईँको तुलसीको फलै किन नहोस्, तुलसीको पात तपाईँको एक दुईवटा पात तपाईँको चाप्न सकिन्छ, फ्रेस लिँदा अझ राम्रो हुन्छ। र अघि यहाँले भन्नुभएको जुन गुडुची हो, वास्तवमा आयुर्वेदमा गुडुची भनेको एकदमै राम्रो औषधि हो। जसरी हामी सामान्य जुन तरकारीमा हरेक तरकारीमा प्रायः जसो तरकारीमा हामी आलु कतै न कतै प्रयोग गरिरहेकै हुन्छ भने जस्तै गुडुची पनि एउटा आयुर्वेदको एउटा त्यस्तो औषधि हो जुन औषधि चाहिँ आयुर्वेदमा पनि हरेक औषधि जुन सेवन गर्ने क्रममा चाहिँ कहीँ न कहीँ कतै न कतै यो गुडुची हामीले प्रयोग गरेका हुन्छौँ। र त्यसले गर्दाखेरि जुन गुर्जो भने एउटा यो लहरा हुन्छ, यो तपाईँको यसको तपाईँको प्रयोज्य अङ्ग भनेको यसको काण्ड हो। यसमा चाहिँ तपाईँको अलिकति म्याच्योर भएको चाहिँ गुर्जो, जसलाई हामीले अमृता पनि भन्छ, गुर्जो पनि भन्छ, चाहे तपाईँको गिलियो पनि भन्छ भने यो विभिन्न नाममा विभिन्न ठाउँ अनुसार हुन्छ भने त्यो गुर्जोको तपाईँको रस तपाईँको लिनुहुन्छ भने त्यसलाई पञ्चविध कषाय कल्पना अनुसार त्यसलाई सोरस भन्छौँ हामी। त्यो रसको मात्र लिनुहुन्छ भने त्यो काण्डलाई ल्याएर तपाईँको सफा गरिसकेपछि त्यसलाई तपाईँको एउटा सफा खलमा या सिलौटामा तपाईँको कुटेर पिसेर त्यसबाट रस निकाल्नुहुन्छ भने करिब 15 देखि 20 ml चाहिँ तपाईँको सोरस चाहिँ हामी बिहान साँझ लिन सक्छौँ। भने त्यसरी चाहिँ यदि त्यही गुरुजी काटेको जुन काण्डलाई काटेर सुकाएर तपाईँको यदि चूर्ण फर्ममा प्रयोग गर्यो भने हामीले 3 देखि 6 ग्रामको रूपमा लिन सक्छौँ बिहान साँझ। यदि तपाईँको सत्तोको रूपमा गिलियो सत्तो भनेर पनि पाउँछ, सत्तोको रूपमा प्रयोग गर्ने भने 500 मिलिग्रामदेखि 1 ग्रामको हिसाबले हामी बिहान साँझ लिन सक्छौँ। गुर्जो भनेको आयुर्वेदिकको एकदमै राम्रो औषधि हो र यो औषधिको सेवन गर्दाखेरि तपाईँको यसले तपाईँको शरीरको हाम्रो रोगसँग लड्न सक्ने क्षमता वृद्धि गर्ने, इम्युनिटी बुस्टर गर्ने पनि काम गर्छ। यसमा तपाईँको एन्टिअक्सिडेन्ट प्रपर्टी पनि हुन्छ र तपाईँको यसले तपाईँको विभिन्न तपाईँको जुन शरीरका जुन जति पनि टक्सिनहरू छ त्यसलाई पनि क्लियर गर्ने साथै हाम्रो इम्युनिटी बुस्टर बढाउने काम पनि गर्छ। त्यसले गर्दाखेरि गुर्जो हाम्रो घर अगाडि पाइने तपाईँको तुलसी भयो, त्यसरी नै तपाईँको सुठो भयो अथवा अदुवा हो, जे हुन्छ जसको सेवन गर्दाखेरि हाम्रो शरीर तपाईँको गर्मी हुन्छ, तातो सबैको फिल हुन्छ भने अनि त्यसले अवश्य पनि तपाईँको हाम्रो शरीरको पाचन शक्तिलाई सक्रिय राख्छ। पाचन शक्तिलाई सक्रिय राखेपछि त्यसले हरेक कुरालाई तपाईँको इम्युनिटी बुस्टर गर्नलाई तपाईँको मद्दत गर्छ र भरसक तपाईँको यो रोगलाई तपाईँको जित्न पनि सकिन्छ र लाग्नु नदिने पनि यसले ठुलो भूमिका खेल्छ। हजुर डाक्टर साहब, मैले यो गुर्जोलाई चाहिँ सुकाएको डाँठलाई हामी पानीमा उमालेर अनि त्यो झोल खाने भन्ने सुनेको थिएँ। अनि हजुरले भन्नुभयो अहिले हरियो पात पनि, हरियो त्यो डाँठ पनि त्यो पिसेर खान मिल्छ, त्यसको रसहरू खान मिल्छ भन्नुभयो। आयुर्वेदमा के भन्छ भने यो सोरस भन्छ कि तपाईँको तुरुन्त जस्तै तपाईँको घुल्टाप्रे भयो, तपाईँको तुलसीको पात भयो होइन, त्यो तुरुन्त तपाईँको पात टिपेर ल्यायो, त्यसलाई तपाईँको सामान्य जस धुलो नहोस् सफा होस्, सफा गरिसकेपछि त्यसलाई तपाईँको खिचेर रस निकालेर खानुहुन्छ भने त्यो सबैभन्दा पावरफुल हुन्छ। एकदमै तपाईँको त्यसको गुडमा चाहिँ त्यसको जुन वीर्य विकास भन्छ अहिले त्यसको एकदमै इफिकेसी चाहिँ हाई हुन्छ, प्रभावकारिता हाई हुने गर्छ। त्यसले गर्दाखेरि गुडुचीको पनि मेन अङ्ग भनेको लहरा हो। लहराको जुन काण्ड छ, काण्डलाई हामी 4 अङ्गुलको काण्डको हिसाबले यदि हरियो स्वच्छ ताजा छ भने त्यसलाई कुटेर पिसेर गर्दाखेरि 15 देखि 20 ml को हिसाबले हामी लिन सक्छौँ। तर यसको रस चाहिँ तपाईँको जुन खाँदा जुन टेस्ट भन्छ त्यसको रस चाहिँ तपाईँको तिक्त हुन्छ, तितो। त्यसले गर्दाखेरि यो अलिकति जस्तै तपाईँको लामो समयसम्म प्रयोग गर्दा या आवश्यक मात्राभन्दा बढी खाँदाखेरि यसले अलिकति जुन प्रेसर चाहिँ लो गर्ने काम चाहिँ गर्छ। त्यही गुडुचीको फेरि जुन सत्तो हुन्छ एउटा निर्माण गर्ने विधिको छुट्टै आयुर्वेदमा, यो सत्तो गरेर खानु भने यसले तपाईँको प्रेसरलाई कुनै असर चाहिँ गर्दैन। र यो आयुर्वेदको त्यस्तो औषधि हो जसमा तपाईँको हाम्रो शरीरमा भएका जुन दोष धातु भन्छ आयुर्वेदको एउटा छुट्टै फिलोसफी छ। त्यसमा तपाईँको यदि कुनै रोगहरू तपाईँको बढेको छ भने पनि त्यसलाई घटाएर ल्याउने र घटेको छ भने पनि त्यसलाई तपाईँको ब्यालेन्समा ल्याएर शरीरको जुन दोष धातु मल भन्छ त्यसलाई चाहिँ यसले ब्यालेन्स गर्ने चाहिँ गर्छ। हजुर, मैले पनि यो गुर्जो चाहिँ प्राय त्यो घरको वरिपरि पाइने भइरहेको भएर मैले खान्छु। यसलाई घाममा सुकाएर म त्यो डाँठलाई चाहिँ पानीमा उमालेर अनि त्यो रस पिउने गरेछु कि म। होइन यस्तो छ सर, यसमा तपाईँको के छ भने यदि तपाईँको हरियो ताजा पाउनुहुन्छ भने
त्यसलाई 4 अङ्गुलको हिसाबले तपाईँले खिचेर करिब 15 देखि 20 ml लिन सक्नुभयो। हजुर। त्यो सबैभन्दा इफेक्टिभ सबैभन्दा फ्रेस भयो त्यो चाहिँ होइन। हजुर, यदि हजुर। तपाईँको जुन चाहिँ तपाईँको ताजा हरियो स्वच्छ ताजा हरियो तपाईँले नपाएको खण्डमा हजुर। अनि पनि तपाईँले भने जस्तो त्यो डाँठलाई तपाईँको यदि धेरै भएको खण्डमा काटेर सुकाएर गरेर सुकाउँदाखेरि त्यसमा तपाईँको जुन हरियो जस्तो ताजा रस आउँदैन। पक्कै त्यसले पनि, गर्दाखेरि हो। त्यसलाई तपाईँको पानीमा पकाएर क्वास भन्ने विधि हुन्छ जुन क्वास काँडा फान्ट हुन्छ त्यसमा पकाउँदाखेरि 4 भाग पानी 1 भाग औषधि राखेर पकाउने। हजुर। पकाउँदा त्यो 3 भाग सुकिसकेपछि हजुर। 1 भाग चाहिँ छानेर खाँदाखेरि बल्ल त्यसको इफेक्टिभ हुन्छ खास चाहिँ। हजुर, हजुर। त्यही भएर यदि त्यो हरियो ताजा नपाएको खण्डमा मात्र अघि तपाईँले भने जस्तो हजुर, हजुर। त्यसलाई फेरि पकाएर खाने भन्ने हो। तर पाएसम्म ताजा एकदमै राम्रो हो। तर बजारमा चाहिँ तपाईँको अहिले आएर गुजुको रस पनि एभाइलेबल विभिन्न कम्पनीहरूले उत्पादन गर्न थालिसकेको छ भने आयुर्वेदमा यसको गिलियो सत्तो भनेर चाहिँ जुन यसको सत्तो हो यो चाहिँ तपाईँको निकाल्ने एउटा विधि छ। त्यो रूपमा चाहिँ हामीले हरेक आयुर्वेदिक औषधिमा कहिले केही प्रयोग हुँदाखेरि मस्ट यो एकदमै प्रयोग हुने औषधि हो। हजुर। डाक्टर साहब अनि अब भन्नु न अब आयुर्वेद पद्धतिबाट हामीले अब रोग शरीरमा भएको जुन प्रतिरोधात्मक क्षमता बढाएर हामीले कोरोनालाई हराउन सक्छौँ भन्ने यहाँहरूको जुन यो सिद्धान्त छ यसलाई म एकदमै मनन गर्छु। अनि अब भनौँ न यो आयुर्वेदमा चाहिँ अब सरकारले त्यत्तिको अरू भनौँ न एलोप्याथिक भन्दा अलिक कम ध्यान दिएको हो कि भन्ने कता कता सुनिन्छ। के छ अरे यसमा? अब सरकारको ध्यान नदिएको होइन, सरकारले ध्यान दिएकै हो। अब सरकारले ध्यान दिँदाखेरि हो किनभने एउटा अहिलेको अवस्था कस्तो छ भने हामी सबैजना जुन हामी मानव जाति भन्छौँ हामी सबैजना एकदमै तपाईँको बिजी छौँ है, एकदमै बिजी छौँ। अब जसलाई पनि एकदम छिटो छरितो चाहिएको छ रिजल्ट, त्यसले गर्दाखेरि अलिकति तपाईँको जुन यो एलोप्याथिक चिकित्साप्रति मान्छेको तपाईँको आकर्षित हुनु स्वाभाविकै हो। किनभने जस्तै आयुर्वेदमा सामान्यतया तपाईँको के छ भने तपाईँको ज्वरो आयो भने तपाईँको एलोप्याथिकमा तपाईँको ज्वरो आयो भने हामी के दिन्छौँ सामान्यतया अब एउटा बिरामी पनि आफै जान्ने भइसक्यो होइन, एउटा सिटामोल किनेर खाने अथवा बजारमा गएर सहज रूपले पाइन्छ र सहज रूपले दिने पनि हुँदाखेरि उहाँले सिटामोल लिएर खानुहुन्छ र सिटामोल खाएपछि अब जहाँ जे जसो कारणले आए पनि ज्वरो त ठिक भयो, त्यसपछि उहाँले आफ्नो काममा फर्किनुहुन्छ या आफ्नो रेगुलर युजमा जानुहुन्छ भने। तर आयुर्वेदमा तपाईँको ज्वरो आयो भने हो हामीसँग त्यस्तै काम गर्ने औषधि त छ, तर हामी त्यसले कसरी हेर्छ भने त्यो ज्वरोलाई रूपमा तपाईँको रोगको तपाईँको लक्षण नभइकन रोगको रूपमा पनि हेर्ने गर्छ। त्यसले गर्दा यो ज्वरो किन आयो कसरी आयो र फेरि तपाईँको नआउनको लागि कसरी जाने भने त्यसको छुट्टै सिद्धान्त छ। त्यसले गर्दा आयुर्वेदमा के छ भने हामी जुन उपवासको कुरा छ जुन हामी प्राय घर परिवारमा कतै कतै जुन हामी एउटा व्रत बस्ने पनि प्रक्रिया छ हामी गर्छौँ र त्यसमा पनि केही त्यसको राम्रो पक्ष पक्कै पनि छ। त्यसैले तपाईँको सुरुमा अङ्गन गर्ने भनेर उपवास बस्ने भनेर जुन तपाईँ करिब करिब 3 दिनसम्म उपवास बस्ने, उपवास गर्दाखेरि हाम्रो शरीरले अटोमेटिकली तपाईँको जुन तपाईँ इम्युनिटी डेभलप गरेर त्यो ज्वरो आफै पनि शरीरमा समन भएर जान्छ भन्ने सिद्धान्त छ। र त्यसपछि चाहिँ नभयो भने त्यसपछि विभिन्न पञ्चकर्मका कुराहरू छन्, त्यसमा तपाईँको पूर्वकर्म पार्श्वकर्म यो धेरै कुराहरू। तर त्यसरी गर्दाखेरि मान्छेलाई तपाईँको अब तुरुन्त खाएर आधी घन्टामा निको हुने तपाईँको नखोजिकन उसलाई 3 दिनसम्म उपवास बस्ने फेरि त्यसका विभिन्न त्यो नियम प्रक्रिया बस्न चाहिँ उनले झन्झट मान्ने भयो नि त। त्यसले गर्दाखेरि चाहिँ तपाईँको अलिकति स्वाभाविक रूपमा नै मान्छे तपाईँको छिटो छरितो चाहिने हुँदाखेरि यतातिर आकर्षित भएको हो। तर यदि उहाँलाई पटक पटक ज्वरो आयो अथवा केही सिटामोल खाना पनि भएन, केही फ्याक्सिन खाना पनि भएन भने फेरि अन्तिममा फेरि घुमेफिरि चाहिँ लास्टमा चाहिँ अनि आयुर्वेदबाट हुन्छ र भनेर आउनुहुन्छ। त्यसले गर्दाखेरि यसमा के छ भने अलिकति तपाईँले त्यसो गर्दाखेरि जुन रोग पनि जुन सम्बन्धित बिरामीमा त्यो रोग पनि बढ्दै गयो, रोगले जुन तपाईँको जुन फेज हुन्छ फर्स्ट फेज सेकेन्ड फेजमा पनि छाप्दै जाने अवस्था हुन्छ। त्यसले गर्दाखेरि आयुर्वेद यो खालको आउने हुँदाखेरि अलिकति ढिला भएको जस्तो फिल भएको हो। तर अहिलेको अवस्थामा अब आयुर्वेदमा किनभने हामी प्रत्यक्ष अप्रत्यक्ष रूपमा आयुर्वेदका विभिन्न पद्धतिहरू जुन तपाईँ जन्मिएदेखि नै तपाईँ मरणसम्म हरेकमा काहीँ न केही कतै न कतै आयुर्वेदका पद्धतिबाट हामी ठोकिरहेकै हुन्छौँ, त्यसबाट अछुतो हुँदैन। हजुर, यो पक्कै पनि यो परापूर्व कालदेखि नै चल्दै आएको यो आयुर्वेदिक पद्धति यो चाहिँ अहिले पनि यत्तिकै जनमानसमा छ। अब त्यसमा पनि अब भनौँ न यो पनि सरल पनि छ। फेरि अब घरपेटीमै घर आँगनमै कतै देखिन्छ यी भनौँ तुलसी पत्ताहरू भयो अनि यो बुर्जोका लहराहरू भयो, यिनीहरू त हाम्रो
बजार हाम्रो गाउँमै पिँढीमै भेटिन्छ, आँगनमै भेटिन्छ होइन। यस्ताले यिनीहरू नै हुन् हाम्रो प्रतिरोधात्मक क्षमता बढाउने। अब कोरोनालाई अब हामीले जितेर जान्छौँ भन्दाखेरि जितेरै जानुपर्छ। यसलाई जितेर जानको लागि अब अन्त्यमा म यहाँलाई के सोध्न चाहन्छु, एउटा टिप्स हुन्छ नि हाम्रो श्रोताहरूलाई, एउटा भनौँ न एउटा फर्मुला के यहाँलाई थाहा छ भने एउटा फर्मुला सट्ट बताइदिनु सक्नुहुन्छ कि? अब यहाँ चाहिँ यसो छ, वास्तवमा मैले अघि पनि दोहोऱ्याएँ, वास्तवमा यो कोरोना जुन कोभिड पोजिटिभ अब चाइनाको जुन वुहान सहरबाट जुन निस्केर आएको सुरुवात भएको भने त्यहाँ देखिन्छ, यो सबैलाई थाहा नै छ भने। अब अहिलेको परिवेशमा यसले विभिन्न तपाईँको परिवेशमा आफ्नो समयकाल अनुसार विभिन्न आफूले जुन देखाउने शरीरमा जुन लक्षण पनि तपाईँको फरक फरक खालको पाइराखेको छ। र हामीले यहाँ जुन उपचार गरिराखेको अवस्थामा हेर्दाखेरि हामीका तपाईँको जस्तै एसिम्टोमेटिक र वा तपाईँको माइल्ड सिम्टम भएका बिरामीहरू हामीले यसमा तपाईँको जुन उपचार गरेका हौ, उहाँहरूलाई हामीले आयुर्वेदिक औषधि दिएका हौ। त्यसले गर्दाखेरि जुन अहिले कोरोना तपाईँको जुन एउटा जुन मानवमा जुन एउटा सन्तास छ, जुन एउटा त्रास छ, त्यो एउटा जुन मानसिक तनाव चाहिँ मुक्त गराउनु नै यसलाई चाहिँ जित्नु एउटा सबैभन्दा मुख्य आधार हो भन्ने मैले लिएको छु। त्यसले गर्दाखेरि मानसिक तनाव जुन हाम्रो मानसिक तनाव शारीरिक तनाव एउटा छुट्टै हुन्छ, जुन फिजिकल एक्सर्साइज गरेर हुने। मानसिक तनाव भनेको विभिन्न तपाईँको जस्तै अनिद्रा होस्, तपाईँको निन्द नलाग्ने या डर लाग्ने, र अर्को या तपाईँको भइसकेपछि पनि जुन एउटा आफू बिरामी आफैमा पनि एउटा तपाईँको मनको जुन एउटा चिन्ता हुन्छ भने त्यही माथि पनि उसको परिवारले गर्ने विभेद र त्यसको साथसाथै फेरि तपाईँको समाजले गर्ने विभेद। त्यसले गर्दाखेरि मान्छेलाई तपाईँको एकदमै तपाईँको यो तनाव एकदमै बढिरहेको छ। त्यसले गर्दाखेरि अरू कुरो तपाईँको हरेक न्युजमा, हरेक टिभीमा, हरेक जहाँ हुन्छ तपाईँ कोरोना हुँदा एक किसिमको एउटा सन्तास भइदिएको छ। मैले जुन यो अनुभव गरेँ, जुन प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा जुन यसमा करिब जेठ 3 गतेपछि नै हामी यसमा लागिरहेका छौँ भने यसमा मैले लागिरहँदाखेरि मैले एउटा के भन्छु, किसिमको जुन समाजमा जुन मैले भने किनभने यसको मृत्यु दर भनेको अघिल्लो केही 15 दिन अगाडि जस्तो चाहिँ तपाईँको 0.5% मात्र थियो यसको तपाईँको कोरोनाको कारणले मृत्यु हुनु भनेको। तर अहिले पछिल्लो अवस्थामा अलिकति बढेर 0.7सम्म पुगेको कुरो देखिन्छ अहिलेको डाटामा जुन हाम्रो नेपालमा। त्यसले गर्दाखेरि यसबाटै तपाईँको मृत्यु हुने चाहिँ एकदमै कम छ। त्यसले गर्दाखेरि यो त्यस्तो डराउनु पर्दैन, जुन मानसिक तनाव मुक्त गर्नु नै र या मानसिक तनाव व्यवस्थापन गर्नु नै सबैभन्दा पहिलो चिज हो भने। अर्को कुरा चाहिँ आयुर्वेदबाट भन्नुपर्दाखेरि तपाईँको हामीले यहाँ बसेका बिरामीहरूलाई पनि त्यही गर्छौँ, किनभने हाम्रो एउटा आयुर्वेदिक जुन इम्युनिटी बढाउने आयुर्वेदिक औषधि छुट्टै छ भने साथसाथै हामीले बेलुका उहाँहरूलाई 1 गिलास दुधमा तपाईँको 1 चम्चा बेसार राखेर बेलुका हामीले पिउनलाई उहाँहरूलाई भन्छौँ। र उहाँहरूलाई तपाईँको तनाव व्यवस्थापन हुनको लागि हामी रहेका बिरामीहरूलाई तपाईँको वाइफाईको व्यवस्था पनि गरेका छौँ भने। बाँकी रहेको इन्डोर गेममा तपाईँको क्यारम बोर्ड भयो या तपाईँको लुडोहरू खेल्नको लागि हामी गर्छौँ। र उहाँहरूलाई अहिले पछिल्लो अवस्थामा हामीले अझ करिब बेलुका तपाईँको जुन साँझ परेपछि 6 बजिसकेपछि 1 घन्टा जस्तो हामीले जुन आयुर्वेदको मेन तपाईँको अङ्ग यो जुन योगा छ, योगाको जुन प्राणायामका विधिहरू भयो, सूक्ष्म व्यायामहरू तपाईँको गरेर हामी त्यसरी गराउँछौँ भने बाँकी रहेको चाहिँ उहाँहरूलाई के गर्दा खुसी हुनुहुन्छ। तपाईँको कसैले टिभी हेरेर हुन्छ या नाच हेरेर हुन्छ, कसै गाएर हुन्छ या तपाईँ हास्यव्यङ्ग्य कुराहरू हेरेर हुन्छ, जसले गर्दाखेरि उसको मनलाई प्रफुल्ल हो। यस्तो खालको एक्टिभिटी हामीले गरिरहेको छौँ भने यहाँ बसेकाहरूलाई पनि हामी जुन बिरामीहरूलाई 4 बजीदेखि 6 बजीसम्म मजाले नचाउँछौँ, उहाँहरू नाच्नुहुन्छ भने बाँकी रहेको बिहानै 7 बजे चाहिँ उहाँहरूलाई तपाईँ साङ्गीतिक धुन बजाएर हाम्रो यहीँ अफिसमा एकजना हाम्रो स्टाफ हुनुहुन्छ जुन हाम्रो सुभाष भाइ, उहाँले तपाईँको बाँसुरी अगाडि लाइभ बजाएर बाँसुरी पहिले मादल बजाएर उहाँहरूलाई गर्नुहुन्छ, पहिले हामी ध्यान मेडिटेसनका कुराहरू गर्छौँ। यसरी गरिराखेको हुँदाखेरि त्यसै गरेर हामी घरमा बसेर पनि अघि आइपुग्ने भनेका कुराहरू र जसरी हुन्छ आफूले आफूलाई जुन स्ट्रेस लिनु भएन, मानसिक तनाव हुनु भएन, मिनिमम 6 देखि 8 घन्टा मजाले निद्रा परेको हुनु पर्यो, तातो झेलिलो कुराहरू खाने, जसरी लुगा खुसी लाग्छ त्यसरी लुगा खुसी लाग्छ, जसरी हामी सेफ्टी कुराहरू अपनाउँछौँ त्यही कुरा अपनाऊ, त्यही गरौँ। त्यसो गरेको खण्डमा आयुर्वेदिक पद्धति भनौँ या हामी शुद्ध रूपमा पनि यस कोरोनालाई पनि सजिलैसँग जित्न सक्छौँ र भएकोलाई पनि चाँडो निको हुने मद्दत गर्छ। हजुर, धेरै धेरै धन्यवाद डाक्टर साहब, आफ्नो अमूल्य समय दिई हामीलाई हाम्रा श्रोताहरूलाई यति जानकारी दिनुभयो। पक्कै पनि मानसिक तनाव चाहिँ हटाउनुपर्छ र अहिले एलोप्याथीको औषधि ननिस्केको अवस्थामा आयुर्वेदिक हाम्रो घर परिवार घर ठाउँमै पाइने औषधिहरू प्रयोग गरेर यसलाई प्रतिरोधात्मक क्षमता बढाउनु नै उचित हो भनेर यहाँले भन्नुभयो। म भविष्यमा यहाँसँग पुनः जोडिने आशा राख्दै आजलाई छुट्टिन चाहन्छु। डाक्टर साहब नमस्ते, कार्यक्रममा बोलिदिनु भएको धेरै धेरै धन्यवाद। हस्, धन्यवाद।
श्रोताहरू, उहाँ हुनुहुन्थ्यो राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र कीर्तिपुरका कोभिड आइसोलेसनका संयोजक डाक्टर जितेन्द्र श्रेष्ठ। आजको लागि कार्यक्रमको समय सकिएको मलाई जानकारी दिनुभइसक्यो हाम्रा प्राविधिक संयोजक विविसा साक्यजीले र पुनः फेरि भोलि भेट्ने गरी म आज यहाँसँग छुट्टिन चाहन्छु। नमस्ते, शुभाय।